याङ्गोले चाहिँ के भनेर चाहिँ भने अब चाहिँ पछाडि बस्नेले के अप्ठ्यारो नमानिकन अगाडि आएर टाँसेर बसेर अझ समातेर बस भनेर छ क्या। हेलो एभ्रिवान दर्शक नमस्ते एन्ड वेलकम ब्याक टु माई अनदर न्यू ब्लग एन्ड आई होप यहाँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। मौसम देख्न सक्नुहुन्छ होइन, खराब छ मौसम। अनि यस्तै हो गाइज होइन, आजभोलि चाहिँ मैले याङ्गोलाई मात्रै बढी प्राथमिकता दिइरहेको छ। चाहिँ फर्स्ट एड कम्प्लिट भइसकेको छ होइन, अनि भिडियो चाहिँ बल्ल स्टार्ट गर्दैछु, अघि गर्न पाइनँ। सो म चाहिँ अब हल्का अगाडि जान्छु पहिला, अनि त्यसपछि अर्को राइड कुर्नेछु र तबसम्मको लागि म चाहिँ भिडियोलाई स्टार्ट गर्न चाहन्छु। इन्जोय द पक्नुस् एकछिन पक्नुस् है त, रुको जरा सबर करो। अनि आजसम्म तपाईँहरू मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया एउटा सब्सक्राइब गरेर जोड्नु होला र भिडियो मनपर्छ भने भिडियोलाई लाइक गरेर सेयर गर्न पनि नबिर्सिनु होला भन्दै आजको लागि चाहिँ भने म भिडियोलाई सुरु गर्न चाहन्छु। कृपया भिडियोलाई हेरेर इन्जोय गर्दै गर्नु होला। इन्जोय द भिडियो गाइस। हजुर लोकेसनमै हुनुहुन्छ? हजुर लोकेसनमै छु। ओके अल राइट है गाइस, मैले चाहिँ भर्खर भिडियो सुरु गर्न लागेको होइन। टाइमको कुरा गर्नुपर्दा 10 ठ्याक्कै पुगिसकेको रहेछ। सो ठिकै छ गाइस होइन, बाइक कुरा गर्दै गरौँ ल। पहिला म प्यासेन्जरलाई पिक गर्छु है त। तपाईँ हो? धेरैजनाको के हो बानी हो कि के हो कि म अचाउँ लाग्छ यो आफू रेडी नभइकनै बुक गर्ने के। ए तपाईँ अर्को ट्रिपमा हुनुहुन्थ्यो नि त? छैन नि, कहाँ हुने अर्को ट्रिपमा म? मलाई त्यो अर्को ट्रिपमा देखाइरहेको अर्को राइड चाहिँ कम्प्लिट गरिसकेको थिइनँ मैले त त्यसलाई कम्प्लिट गर्नुपर्ने हुन्छ नि त। गर्नुभएको थिएन? गर्न भ्याएको थिएन कि, तपाईँको रिक्वेस्ट आइहाल्यो। अनि तपाईँको रिक्वेस्ट आएपछि उठाएर तपाईँलाई कल गर्दाखेरि अर्को ट्रिपमा देखाइरहनु भएको थियो कि? होइन होइन भए पनि मलाई चाहिँ के लाग्छ भने अब कहिलेकाहीँ रेडी भएर नि बसिरहनुपर्छ नि त। होइन मैले त तपाईँलाई मात्रै भन्न खोजेँ होइन कि यस्तो मान्छेहरू धेरै छन् क्या। अब हामीले क्यान्सल गरौँ भने नि त्यो अवस्थामा त्यत्रो टाढाबाट आइसकेको हुन्छ नि त। अनि क्यान्सल गर्दा पनि घाटै हुन्छ। अब क्यान्सल नगराउँ त तपाईँको बेसी टाइम लागिरहेको हुन्छ क्या। मलाई यही रोक्दैन। ए ल यताबाट उता ए ल थ्याङ्क यू है। ओके है साथीभाइ हो, मेरो चाहिँ यो ठमेलको राइड पनि कम्प्लिट भइसक्यो। आज 7 राइड गरिसक्यो मैले। अहिलेसम्म त्यस्तो मजाले बोल्ने खालको प्यासेन्जरहरू पढेको छैन। सो खोज्दै जाउँ है, काहीँ न काहीँ त भेटिएला नि हौ गाँठे। ल गाइज है, मेरो चाहिँ फेरि पनि यहाँ ठमेलबाट यता अब कुन ठाउँ भन्ने खोइ, काठमाडौँ डिस्ट्रिक्ट वार्ड नम्बर 7 मात्रै लेखाएको छ। अब कुन हो वार्ड नम्बर 7 कहाँनिर पर्छ थाहै छैन। मान्छे चाहिँ यहीँ अमृत क्याम्पसमै हुनुहुँदो रहेछ, नजिकै छ। अनि यही समस्या क्या, यो एरिया भनेर भनिदिएको थियो भन्दा अलिक सजिलो हुन्थ्यो होला नि त होइन। अनि त्यो एरिया देखाउँदैन क्या यो उसमा चाहिँ। ए बस्नुहोस् न। कुन ठाउँ हो? गोठाटार हो। भयो नि, यो तपाईँले हानेको लोकेसन त ठिक छ नि होइन? तपाईँले हानेको लोकेसन त ठिक छ नि। याङ्गोले इनड्राइभर पठाउलाई धुरुक्कै रोइरहेछ आजभोलि। जस रिसेन्टली अहिलेको लागि हामीलाई पनि ठिकै छ। अब भविष्यको त अब कसले देखाएको छ र होइन। फाइदा हुन्छ गर्नु हो नि, हामीलाई त अब जहाँ फाइदा त्यहीँ दौडिँदा हो नि। अब प्यासेन्जर पनि त्यही हो, जहाँ अलिकति 1-2 पैसा कम हुन्छ त्यही जान्दा हो। याङ्गोले क्या एउटा सूचना निकालेको रहेछ नि त। याङ्गोले एउटा सूचना निकालेको रहेछ नि त। सूचना के हो भने यो प्यासेन्जरहरू क्या बस्दाखेरि पछाडि बस्ने, अनि त्यहाँबाट पछाडि गएर बस्ने होइन। अनि त्यो पछाडि समातेर बस्छ नि त। अनि त्यसरी बस्ने प्यासेन्जरहरू धेरै छ नि, तपाईँले देख्नु भयो होला। त्यो अब स्कुटीमा सजिलो हुन्छ, त्यो बाइक यस्तोवालामा चाहिँ अप्ठ्यारो हुन्छ। अनि पछाडि समातेर बस्नुपर्छ। त्यही त नि, त्यो पनि फेरि अब धेरै नै पछाडि के अब डिस्टेन्स राख्दो रहेछ क्या। अनि त्यसरी बसायो भएर राइडरहरूले चाहिँ कम्प्लेन गराइरहेछ क्या। त्यस्तो गरेर धेरै एक्सिडेन्ट भइरह्यो भन्ने होइन। अनि भन्न पनि अप्ठ्यारो कि हामीलाई, अब भन्नै अप्ठ्यारो क्या। अब नजिक सरेर बस्छ नि त, भन्दा पनि नमिल्ने। अब त्यो त प्यासेन्जरको कुरा भयो नि त।
अनि याङ्गोले चाहिँ के भनेको रहेछ भने अब चाहिँ पछाडि बस्नेले के अप्ठ्यारो नमानिकन अगाडि आएर टाँसेर बसेर अझ समातेर बस भनेको रहेछ क्या बुझ्नुभयो नि बहिनी किमा भन्दैछ यस्तो त भनेको छैन होला त्यो आछ त तपाईँहरूलाई नि नोटिफिकेसन आएको होला आएको तपाईँले चेक गर्नुभयो होइन नोटिफिकेसन त्यो सायद आएको होला त्यस्तो भनेको रहेछ अनि म चाहिँ अहिलेसम्म भने पनि छैन कसैलाई र भन्न पनि मलाई अप्ठ्यारो लाग्छ नि त त्यही भएर भने पनि छैन के हो त्यो ठिकै हो त मलाई त अलिक अप्ठ्यारो पो लाग्यो हो त्यो त स्कुटीमा त सजिलो हुन्छ बस्न होइन मैले त त्यो समातेरै बस्नु भने चाहिँ अप्ठ्यारो जस्तो लाग्यो मलाई त समातेर त बस्दैन नि तपाईँलाई अरू राइडरहरूले अहिलेसम्म भनेको छैन त्यही हो कि अप्ठ्यारो लाग्छ नि त भन्न त्यो त भन्न मिल्दैन है तपाईँलाई यदि कसैले त्यसरी बस्नु भन्यो भने के भन्नुहुन्छ राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो म रिपोर्ट गरिदिन्छु याङ्गोलाई याङ्गो आफैले भने फेरि याङ्गोलाई राइडरको रिपोर्ट गरेर याङ्गोलाई पनि फेरि नै रिपोर्ट गर्नुपर्ने दुइटैले राखेर हुन त हो है त्यही त नि त्यस्तो वाहियात कुरा पनि गर्ने हो त होइन त्यस्तो वाहियात कुरा नि गर्ने हो त त्यही भएर मैले त अहिलेसम्म भनेको छैन आज तपाईँलाई यसो सुनाइदिएको मात्रै क्या बोली नै बन्द भयो त बोली नै बन्द भयो तपाईँको त किन यताबाट होइन बोल्नु भएन भनेको अप्ठ्यारो नमान्नु है बहिनी नरिसाउनु भने क्या मैले त्यत्तिकै होइन मैले जिस्किरहेको क्या तपाईँलाई म चाहिँ यस्तै प्र्याङ्क भिडियोहरू बनाइरहेको हुन्छु नि त कैसा लगा मेरा मजाक हजुरको के युट्युबमा हो हजुर अनि रियाक्सन कस्तो आउँदो रहेछ प्यासेन्जरको भन्न मलाई यताबाट है यता हो रियाक्सन कस्तो आउँदो रहेछ भन्नु बुझ्नु थियो क्या आज नराम्रो नसोच्नु है बहिनी मैले त्यसो रिपोर्ट गर्छु अब भन्ने सोचिरहेको मैले त्यस्तो नराम्रो केही पनि सोचेर भनेको होइन अब जस्ट मैले चाहिँ यसो रियाक्सन बुझ्दा मात्रै खोजाएँ क्या त्यही हो नि बुझिहाल्नु भयो नि म यसो यस्तै खालको भिडियोहरू बनाएर हुन्छु क्या तपाईँलाई रिस उठिरहेको छ भने त्यसको लागि सरी ल सरी भनेको रिस त उठेको छैन नि त्यसलाई यता नराम्रो नसोच्नु होला है मैले त तपाईँलाई भनिहालेँ होइन के भिडियो के राख्न मिल्छ भिडियो राख्न मिल्छ ए ल म फेस ब्लर गरिदिन्छु ल बहिनी है नरिसाउनु होला लस थ्याङ्क यू है के गाइज है मेरो यो राइड चाहिँ कम्प्लिट भइसकेको छ बहिनीलाई हल्का यसो रियाक्सन के आउँदो कस्तो खालको आउँदो रहेछ भनेर बुझ्न खोजेको होइन एकैछिनमा बुम भइहाल्यो क्या बहिनी चाहिँ अनि त्यसपछि मलाई बोल्नै आएन कि बोली आएन कि मेरो पनि के बोलु भयो खासै भनेको जस्तो मैले 100% दिन सकिनँ तर पनि केही हदसम्म ठिकै भएको जस्तो लाग्यो होइन रियाक्सन बुझ्न मात्रै खोजेको थियो कृपया अन्यथा नलिदिनु होला होइन मैले अघि नै भनिहालेँ जस्ट मैले चाहिँ प्र्याङ्क मात्रै गर्न खोजेको हो क्या त्यस्तो नराम्रो नियतले होइन त्यस्तो नराम्रो सोचेर मैले पक्कै पनि भनेको होइन त्यही भएर तपाईँहरू चाहिँ पोजिटिभ वेमा हेरिदिनु होला